अबको आउने 84मा यदि यिनीहरूलाई तह लगाउने हो भनेपछि दुईवटा विकल्प छन्। एउटा तपाईँको चुनावको चिन्हसहित यिनीहरूले गरेका भ्रष्टाचारदेखि लिएर सब विधिका घोटालाहरू फोटोकपी गरेर निकाल्नुहोस्। अनि तपाईँले दिने पर्चासहित जो चुनावको चिन्ह छ त्यसैसहित त्यो घोटालाको पेपर पनि हरेक व्यक्तिलाई दिने गर्नुहोस्। 10,000 लाग्ने ठाउँमा 20,000 लाग्ला। अनि उनीहरूले पढेर इन्टरनेटको पहुँचभन्दा भित्र छैनन् तर पनि उनीहरूले पढ्न त सक्छन् नि। अहिले उनीहरूको घरको छोराछोरीले बच्चाबच्चीले पढ्न सक्छन्। अनि पढेर तपाईँहरू अलिकति बुझ्नेले मूल्याङ्कन गर्नुहोस् कि अहिलेसम्म यत्रो घोटाला भएको रहेछ त हाम्रो गाउँठाउँ विकास भएको रहन्छ। अनि तर यो क्याम्पेन नचलाउन्जेलसम्म यिनीहरूलाई तह लाउन सकिँदैन। त्यसैले हरेक गाउँ हरेक बस्ती हरेक ठाउँबाट यिनी दुईवटा, एउटा चाहिँ भ्रष्टाचार यिनीहरूले गरेका काण्डहरूका पुरा डिटेल निकालेर जनतामा पुर्याउनै पर्छ। अर्को चाहिँ चुनावी माहौलमा चाहिँ चुनाव चिन्ह त तपाईँ पुर्याउनुहुन्छ तर साथसाथमै यिनीहरूले गरेका घोटालाको एउटा ठुलो फाइल खोलेर पनि साथसाथमै वितरण जनताहरूलाई गर्नुपर्छ। तब त्यो परेर पनि जनताहरूले तिनीहरूलाई भोट दियो भनेपछि हापछि बुझ्नुपर्छ कि यिनी साँच्चीका भेडा नै हुन्। किनकि नेटको पहुँचभन्दा बाहिर भएका जनतालाई भन्न सकिँदैन, उनीहरूले बुझेका देखेका सुनेका हुँदैनन् नि। जब त्यो पेपर नै तपाईँहरूले बुझाउनु भयो भनेपछि केही न केही त्यसबाट डेफिनेटली केही न केही पर्सेन्टेज आधार चाहिँ तपाईँहरूलाई सहुलियत मिल्न सक्छ।